काठमाडौँको उपमेयर सुनिता डङ्गोलज्यूले चाहिँ अहिले कार्यभार सम्हाल्दै गर्दाखेरि 2083 वैशाख 1 यानि कि हिजोबाट चाहिँ रात्रिकालीन बस सुचारू गर्नुभएको छ, जुन चाहिँ राति 8 बजेदेखिबाट 11 बजेसम्म चाहिँ एयरपोर्टबाट थानकोटसम्म र बुढा नीलकण्ठबाट लगनखेलसम्म चल्ने रुटको गाडी चाहिँ सञ्चालन गर्नुभएको छ। यो चाहिँ साझा यातायात बस हो हैन। अनि यो साझा प्लस भन्ने एप पनि छ। त्यो साझा प्लस एपबाट चाहिँ त्यो बस कता गइरहेको छ, बस तपाईँ भएको ठाउँसम्म आउन कति टाइम लाग्छ, कुन रुटमा हिँडिरहेछ भनेर तपाईँले त्यो सबै कुरा चाहिँ त्यो साझा प्लस एपबाट पनि हेर्न सक्नुहुन्छ भने साझा यातायातभित्र त्यो रात्रिकालीन बसभित्र चाहिँ एउटा सीसीटीभी क्यामेरा पनि जडान गरिएको हुनेछ र एउटा महानगरको प्रहरी पनि खटिनेछ ताकि जनता र आम जनताको सुरक्षाको लागि भनेर भन्नुभएको छ। यो चाहिँ एकदमै राम्रो कदम हो, राम्रो पाइला हो। यसरी नै अब चाहिँ कुरा काटेर होइन कि विकासमा प्रतिस्पर्धा गरेर जनताको मन जित्नुपर्छ भन्ने हो। तपाईहरुलाई यो डिसिजन कस्तो लाग्यो? मलाई चाहिँ एकदम व्यक्तिगत हिसाबले यस्तो कामहरू धेरै गर्नुपर्छ। अब उपत्यकाभरि नै यसरी रात्रिकालीन बस सुरुवात गर्नुपर्छ।